राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सभापति रवि लामिछानेज्यूले हामी सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या सधैँका लागि अन्त्य गर्न चाहन्छौँ भनेर चुनावको बेलामा हामीले गरेको बाचा म सम्झिन्छु। त्यसै गरेर मैले झापा 5 को सम्माननीय प्रधानमन्त्रीज्यूको बाचापत्र पनि सम्झिन चाहे। हामी 1000 दिनभित्र यो समस्या समाधान गर्न चाहन्छौँ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको बाचा पनि म सम्झिन चाहे। त्यसैका आधारमा गठन भएको भूमि समस्या समाधान समिति जुन सरकारले गठन गर्यो, त्यो समितिलाई दिएको कार्यदेशमा हामीले 500 दिनभित्र चाहिँ यो समस्या समाधान गर्नुपर्छ भनेर त्यो 500 दिनको समय अवधि र बढीमा थप्नु पर्यो भने 100 दिनको मात्रै भनेर 600 दिनभित्रै यो समस्या समाधान गर्नुपर्छ भनेर सरकार लागिरहेको अवस्था पनि मैले देखिरहेको अवस्था छ। म आफ्नो निर्वाचन क्षेत्र सम्झिन चाहे जहाँ रूपन्देही जिल्लाको सबैभन्दा बढी सुकुम्बासी र अव्यवस्थित बसोबासका जनताहरू बसिरहनु भएको छ। त्यसमा पनि विशेष गरेर बुटोल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैना महिनामा अझै विशेष समस्या रहेको देखिन्छ र 70,000 भन्दा बढी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन पनि गरिरहेको अवस्था छ। यो अवस्था हुँदै गर्दाखेरि म त्यस क्षेत्रका जनताहरू जब म निर्वाचनमा जाँदै थिएँ उहाँहरूले हामीलाई चाहिँ हाम्रो पूर्जाको अधिकार चाहिन्छ है भनेर भन्नुभएको र केही दिन अगाडि म निर्वाचन क्षेत्रमा भ्रमणमा जाँदै गर्दा पनि त्यो कुरा सरकारलाई निवेदन गरिरहनु भएको कुरा पनि म जानकारी गराउन चाहन्छु। हामीले पटक पटक भूमि सम्बन्धी ऐन संशोधन गऱ्यौँ, यसलाई समाधान गर्न खोज्यौँ। केही समय अगाडि अध्यादेश पनि आयो। अध्यादेश आउँदै गर्दा कतिपय अध्यादेशहरूलाई हामीले पारित पनि गरियो होला, कतिपय अध्यादेशले हामीले विशेष रूपमा प्रतिस्थापन विधेयक नभएर अब नयाँ ऐनकै रूपमा लिएर आउने भन्ने पनि प्रयास गरिरहेको देखिन्छ। त्यस भएर मैले चाहिँ माननीय मन्त्रीज्यूलाई हामीले भूमि ऐन संशोधन गर्नुभन्दा पनि दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको जग्गा सम्बन्धी हकको लागि भनेर विशेष ऐन नै जारी गरेर हामीले यसको समस्या समाधान गर्न सक्यो भने यसले सार्थकता ल्याउँथ्यो भनेर पनि म भन्न चाहन्छु। र कतिपय विषयमा यो आयोगले गरेका निर्णयहरू होलान्, त्यसमा चित्त बुझेन भने एउटा निश्चित न्यायिक आयोग अथवा भनौँ अदालतमा उजुरी गर्न सक्ने गरेर व्यवस्था पनि हामीले राख्न सकौँ। वन क्षेत्रमा बसिरहेका होलान्, औद्योगिक क्षेत्रमा बसिरहेका जनताहरू होलान्। म सम्झिन्छु यो मोतीपुर औद्योगिक क्षेत्रमा 72 सालमा भएको एउटा प्रशासनिक र राजनीतिक त्रुटिका कारणले आज त्यस क्षेत्रका जनताहरूले साह्रै दुःख पाइरहनु भएको छ भनेपछि समग्र यी समस्याहरूलाई समाधान गर्न सक्ने भनेर हामीले यसरी ऐन नै ल्याएर हामीले यो समस्या समाधान गर्न सकौँ र राजनीतिक नेतृत्व चाहिँ यो आयोगमा गठन नगर्ने गरेर सरकारले जसरी